म भिरबाट खसे, छिटो आउनु भनेर फोनमा बोल्दा बोल्दै गयो उनको प्राण। बाजुराको स्वामी कार्तिक खापर गाउँपालिका 2 का 40 वर्षका पुसे भण्डारी आइतबार माछा मार्न बिहानै घरबाट निस्किए। जहिले जोखिम मोलेर माछा मार्ने पुसेलाई गाउँलेले भिरचढ्ने मान्छे भनेर चिन्थे। साँझ पर्न लाग्दा उनी घर फर्कने तयारी गर्दै थिए, तर अचानक उनी भिरबाट तल खसे। लड्दै तल पुगेका पुसे अर्धचेत भए, अशक्त भए, बेसुर थिए, तर उनले आँट हारेनन्। काँपिरहेको हातले उनले घरमा फोन गरेर म भिरबाट खसे, घाइते भए, छिटो आउनु भनेर भने। फोन उठाउने परिवारको मन काप्यो। उनीहरूले गाउँलेलाई खबर गरे। गाउँलेहरू दौडिँदै गए। भिर उस्तै कालो थियो, झन् अन्धकार छाउँदै थियो। उता पुसेको आवाज कमजोर र मलिन हुँदै थियो। अब म सक्दिनँ, फोनमा बोल्दा बोल्दै उनको प्राण गयो। गाउँले पुगे, तर ढिला भइसकेको थियो। उद्धारका लागि हारगुहार गरेका भण्डारीले भिरमै अन्तिम सास फेरे।